थोरै आम्दानीबाट पनि करोडपति कसरी बन्ने थाहा छ? महिनाको 25-30 हजार कमाउने मान्छे पनि भविष्यमा करोडपति बन्न सक्छ भन्ने कुरा पत्याउनुहुन्छ? हो, धेरै मानिस धेरै कमाउँदैनन्, तर समस्या कम आम्दानी होइन, समस्या पैसा कसरी व्यवस्थापन गर्ने भन्ने हो। यसका लागि वित्तीय अनुशासन जरुरी छ र धैर्यता भने जरुरी हुन्छ। यसका लागि एउटा सरल नियम छ, 50-30-20। हो, यसका लागि आफ्नो आम्दानीको 50% खाना, घरभाडा, यातायात बिल जस्ता जीविकोपार्जनको खर्चमा प्रयोग गर्नुहोस्। 30% जीवनस्तर, मनोरञ्जन जस्ता आफ्ना इच्छा पुरा गर्ने कार्यमा प्रयोग गर्नुहोस्। र बाँकी 20% हो, यो नै तपाईँलाई करोडपति बनाउने माध्यम हो। यसलाई बचत वा लगानी गर्नुहोस्। आउनुहोस् यसलाई एउटा उदाहरणबाट प्रश्न पारौँ। मानौँ तपाईँ महिनाको 30 हजार कमाउनुहुन्छ भने त्यसको 20% अर्थात् 6 हजार नियमित रूपमा 8% का दरले मात्र प्रतिफल आउने गरी 35 वर्षसम्म लगानी गर्नुहुन्छ भने 35 वर्षमा तपाईँको कुल लगानी 21,60,000बाट बढेर 1,32,07,886 पुग्छ। अब भएनौ त करोडपति? हो, धनी बन्नका लागि ठुलो तलबभन्दा अनुशासित बानी चाहिन्छ। त्यसैले आजै 50-30-20 को नियम अपनाउनुहोस्। यो एउटा सामान्य बजेट बनाउने ढाँचा हो। त्यसैले आफ्नो आम्दानी, खर्च र जिम्मेवारी अनुसार प्रतिशत परिवर्तन गर्न सकिन्छ। यस्तै यस्तै वित्तीय ज्ञानका लागि मेरो पाइला फलो गर्न नबिर्सिनुहोला है।